हेलो सबैजनामा नमस्कार। आज फेरि म उपस्थित भइसकेको छु। आज भने म गजल सुनाउने छु। यस गजललाई सुनिसकेपछि हेरिसकेपछि कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। साथै भिडियोलाई लाइक र शेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब भने म आफ्नो गजल वाचनतिर लागे है त। सफरमा घरि उकालो आउँछ, घरि ओह्रालो आउँछ। सफरमा घरि उकालो आउँछ, घरि ओह्रालो आउँछ। आतिएकी छैन म अझै पालो आउँछ। सफरमा घरि उकालो आउँछ, घरि ओह्रालो आउँछ। आतिएकी छैन म अझै पालो आउँछ। जे जति हुन्छ यहाँ सबै आफ्नो अनुकूलतामा हुन्छ। जे जति हुन्छ यहाँ सबै आफ्नो अनुकूलतामा हुन्छ। प्रतिकूलतामा त न सुनामी आउँछ न भुइँचालो आउँछ। प्रतिकूलतामा त यहाँ न सुनामी आउँछ न भुइँचालो आउँछ। आतिएकी छैन म अझै पालो आउँछ। महोदय आफूलाई कति माथि राख्नुहुन्छ, महोदय आफूलाई कति माथि राख्नुहुन्छ। आकाशको सूर्यलाई पनि त छेकिन पर्छ, घरि बादल आउँछ घरि तुवालो आउँछ। आकाशको सूर्यलाई पनि त छेकिन पर्छ, घरि बादल आउँछ घरि तुवालो आउँछ। आतिएकी छैन म अझै पालो आउँछ। मालिकको आगमनले कुनै फरक पार्दैन गोठलाई, मालिकको आगमनले कुनै फरक पार्दैन गोठलाई। फरक पार्छ त केवल सधैँ हेर्ने गोठालो आउँछ, फरक पार्छ त केवल सधैँ हेर्ने गोठालो आउँछ। आतिएकी छैन म अझै पालो आउँछ। सफरमा घरि उकालो आउँछ, घरि ओह्रालो आउँछ। मेरो मन कालो भएकोमा गर्व गर्नुहोस् हजुरले, हजुरले मेरो मन कालो भएकोमा गर्व गर्नुहोस् हजुरले। तब मात्रै सजिन्छन् आँखा जब आँखामा गाजल कालो आउँछ। तब मात्रै सजिन्छन् आँखा जब आँखामा गाजल कालो आउँछ। सफरमा घरि ओह्रालो आउँछ, घरि उकालो आउँछ। आतिएकी छैन म अझै पालो आउँछ। यो सत्य हो कसैको पीडामा कसैको खुसी भेटिन्छ यहाँ। यो सत्य हो कसैको पीडामा कसैको खुसी भेटिन्छ यहाँ। जसरी ढोकाको बिछोडमा कोठामा उज्यालो आउँछ, जसरी ढोकाको बिछोडमा कोठामा उज्यालो आउँछ। सफरमा घरि उकालो आउँछ, घरि ओह्रालो आउँछ। आतिएकी छैन म अझै पालो आउँछ। सफरमा घरि उकालो आउँछ, घरि ओह्रालो आउँछ। आतिएकी छैन म अझै पालो आउँछ। धन्यवाद।